नमस्ते सम्पूर्णमा यहाँलाई स्वागत छ मेरो अर्को भिडियोमा। तपाईहरु सन्चै हुनुहुन्छ होला र सन्चै पनि बस्दै गर्नु होला। आज पनि मैले भिडियो बनाउन लागेको भिडियो चाहिँ खासै स्पेशल त केही छैन, तैपनि भिडियो बनाउन लागिरहेको छु। आज चाहिँ यहाँ थोरै सानो काम परेकोले म ग्वारकोमा छु। त्यहाँ हामी आइसकेर त्यहाँ आइपुगेर अफिसमा सोद्धाखेरि माछापुच्छ्रे ब्याङ्कमा चाहिँ पहिला भाउचर भरेर चाहिँ आइज भनेको छ अफिसबाट। अब कहाँ हो त्यो माछापुच्छ्रे? पारी होला या, त्यही भएर भिडियो नबनाएको पनि धेरै भयो, 1 हप्ताभन्दा बढी भइसक्यो। त्यही भएर भिडियो बनायो। खासै अब स्पेशल त केही छैन, तैपनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही नै हो गाइस। यहाँ भाइसँग हामी चाहिँ आएको। कस्तो लागिरहेछ त? किन हो साथी मेरो भाइ, किन हो गोविन्द मास्के? हामी यसरी लान्ठाङ हिँडिरहेछौँ। माछापुच्छ्रे भेटियो, माछापुच्छ्रे ब्याङ्क। घाममा यसरी हिँडेको छ। बेरोजगार छौँ हजुर, त्यही रोजगारीको लागि यहाँ आएको। यहाँ त्यो पनि नहोला जस्तो छ। 1 वर्ष भइसक्यो काम अड्केको। जहाँ अड्किएको थियो त्यहीँनेरि आएर फेरि सुरुवात गर्नुपर्ने भयो। त्यही भएर हामी अहिले यही ग्वारकोतिर, काठमाडौँतिर विगत 10-15 दिनबाट लिन्ठिङ हिँडिरहेको होइन। त्यही हो गाइस। अस्ति मैले यो भन्दा अगाडि हालेको भिडियोमा खासै भ्युज नै आएन, केही दिन सकिनँ जस्तो पनि लाग्यो। अब स्पेशल केही पनि थिएन, तपाईँहरूले हेरिदिनु भएन क्या गाइस। किन हो कसो हो? सपोर्ट पुगेन क्या, तपाईँहरूको सपोर्ट पुगेन। त्यही भएर सपोर्ट चाहिँ गर्दै गर्नु होला। यस्तै भिडियो आउँछ। तपाईँहरूसँग म यो प्रण गर्न चाहन्छु। हामी हिँडेकै जुन छ नि मेरो पछाडिको सिन, पछाडिको के भन्छ यसलाई, यो चाहिँ खासमा त्यो नागढुङ्गा सुरुङ मार्ग चाहिँ फ्लाइओभर भन्छ क्या। यो चाहिँ यहाँबाट चाहिँ नागढुङ्गाबाट आएको गाडी चाहिँ ठ्याक्कै यहाँनिर निक्लिने गरी नेपाल सरकारले बनाइरहेको छ। त्यसमा यो चाहिँ राष्ट्रिय गौरवकै आयोजना अन्तर्गत पर्ने होला। यो खासमा यो ग्वारकोमा ठ्याक्कै निस्किन्छ, यो नागढुङ्गाबाट छिरेको। हामीले चाहिँ माछापुच्छ्रे ब्याङ्क चाहिँ छोडिसक्यौँ क्या। अब त्यहाँ आकाशे पुल छ, त्यहाँ आकाशे पुल छ। त्यो आकाशे पुल तरेर जानुपर्छ। हामीले सायद यो बाटो पनि क्रस गरेर जान्थ्यौँ होला कि, तर हामी जिम्मेवार नागरिक हो, एउटा सबल असल इमान्दार नागरिक हो। त्यही भएर हामीले नियम पालना गर्नुपर्छ। सानो कुरामा ध्यान दिनुपर्छ। हामी असल नागरिकले के कुरामा ध्यान दिनुपर्छ भने ठुलो खासै पर्दैन। सानो कुरालाई चाहिँ अलिकति ख्याल राख्यो भने हामीबाट परिवर्तन हुने हो। त्यही भएर मैले ठुलो गफ गरेर लगाइदिइहालेँ। यो आकाशे पुल छ, यो आकाशे पुलबाट चाहिँ हामी बाटो काट्ने छौँ। कपाल पनि साँच्चीकै जुवाडे जस्तो देखिन्छ है, तर पनि ठिकै छ। हामी आकाशे पुलबाट बाटो काट्यौँ। हाम्रो माछापुच्छ्रे ब्याङ्क चाहिँ पर छ क्या। वाउ, सो नाइस गाडी, नाइस ब्रेक। ल हामी माछापुच्छ्रे ब्याङ्क आइपुग्यो। यसबाट हामीले भाउचर भर्नुपर्ने हुन्छ। हामी ठ्याक्कै एटिएम आइपुगेका छौँ। अब पैसा निकाल्नु पर्ने हुन्छ। पर्ने हो कि पर्ने हो, पैसा निकाल्नु पर्ने हुन्छ।
यस फाइनल्ली हामी भाउचर भरेर पनि निस्किसक्यौँ। अब हामी जानुपर्ने पारी रिअप्लाई गर्नुपर्ने छ। त्यही भएर हामी अब भाउचर भरेर अब हामी जान लाग्यो। अहिले त 1-2 रुपियाँ पनि दिँदो रहेछ। 1-2 रुपियाँ ब्याङ्कले त हुन त दिन्छ के अरे। यहाँ हामी हिसाब गर्दैछौँ है। 1000 रुपियाँ दिएको हुँदैछ 1000 रुपियाँ दिएको 100 200 50 60 70 80 90 95 97 98 रुपियाँ 50 रुपियाँ पनि 50 पैसा ब्याङ्कले खायो। अघि के यो भाइले के मलाई यस्तो नराम्रो गरी मुख छोड्यो कि मुख छाड्यो। अब के गर्नु, रिस उठेको होइन, मन चाहिँ दुख्या थियो। तिमीलाई किन त्यति साह्रो मुख छोड्यो साथी भन त मेरो भाइ। आना कहाँ मुख छाड्यो क्या साथी। के को समटाइम्स आना मुङको गल्ती रियलाइज नगर्ने गल्ती त्यो अब भागै हो। कुनै दिन मुड चलेको बेला म सरी भन्छु। यसै भन्नुपर्छ नि त साथी। मुख छाडिदियो क्या अघि आउने बेला यस्तो झ्याउ गऱ्यो कि ठ्याक्क हिँड्ने बेला मुख छाडिदिएर। मुला भाइ यहाँ मुनि लुकेर स्पिड चेक गरिरहेछ। यहाँबाट चाहिँ आएर हुइकिरहेछ क्या। यस्तो मजाले लुकेर स्पिड चेक गर्छ कि 50 भन्दा माथि नानो है गाइस। र हामी अब नेपालमा केही भएन हुन त गरे पो हुनु होइन। विदेश चाहिँ जान लागेको हो। खासमा विदेश जान लागेको भनेको पनि 1 वर्ष भइसक्यो। अनि केही नि भएको छैन क्या हाम्रो, कुनै केही नि भएको छैन। प्रोसेस गरेको 1 वर्ष भइसक्यो भएन क्या। फेरि पनि प्रोसेसकै लागि प्रोसेसिङको डेट सकेर फेरि पनि प्रोसेसिङकै लागि आएको। खासमा आज गएर फेरि रिएप्लाई गर्नुपर्ने छ। यहाँ भाउचर भरिसक्यौँ। आएर पर रिएप्लाई गर्नुपर्छ। मान्छे टन्नै आछ। के गर्नु हजुर, नेपालमा दुःख छ भनेको पनि धेरै भइसक्यो। नेपालमा दुःख छ भन्दै सुख आउनै लाग्यो। विदेशमा चाहिँ सुख पाउनु गएको थियो होइन होला मान्छे। प्राय मान्छे जो पनि बाध्यताले जानुपर्ने हुन्छ विदेश। अब त्यसमा के बाध्यता आइलाग्छ त्यो आफूमा भर पर्ने कुरा हो। अब आफूले कतिसम्म लिन सकिन्छ, विदेशै जान सकिन्छ कि नगएर पनि भाष सल्टिन्छ कि भन्ने कुरा हो। लर्को हो। अब प्रत्येक दिन प्राय नेपाल सरकारको डेटा अनुसार प्रत्येक दिन 1800 जना मान्छे नेपालबाट बाहिरिँदै छ अरे। त्यो 1800 मध्येमा हामी कहिले पर्ने हो होइन। अनि जाने चाहिँ जाने हो तर कहिले जाने भन्ने चाहिँ टुङ्गो छैन। 1 वर्ष भइसक्यो। गुनै बनाइदियो क्या, गुनै बनाइदियो विदेशले। 1 वर्ष भइसक्यो। यस्तो रिस उठ्छ कि यस्तो रिस उठ्छ कि होइन होइन। ए घाँटे त्यसरी गर्ने त भएन नि त। एउटा भनाइ छ क्या, जुन देशको डोमेस्टिक एयरलाइन्स बिजी हुन्छ त्यो देश एकदम धनी अरे होइन। जुन देशको चाहिँ इन्टरनेसनल एयरपोर्ट चाहिँ बिजी हुन्छ त्यो देश गरिब अरे। भनेपछि प्राय डोमेस्टिक एयरपोर्टहरू खासै हुन्न क्या बिजी। हुँदै त हुन्न। कुनै एयरपोर्टमा त 1 वर्षमा एकचोटि उडान हुँदैन होला तर पुरा जाम हुन्छ क्या। टियुमा त टियु त होइन के पो त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा त पुरा जाम हुन्छ क्या। भनेपछि हाम्रो देश नेपाल हो। लास्टमा हाम्रो देश नेपाल हो।
गाली पनि कसलाई गर्ने देशलाई गाली किन गर्ने हामी आफूमा आफैलाई चाहिँ एउटा ऊ हुनु पर्यो क्या परिवर्तन हुनु पर्यो नेतालाई मात्रै गाली गरेर पनि हुँदैन नेतालाई चुन्ने हामी भोटरलाई पनि गाली गर्नुपर्छ क्या यो अवस्थामा त होइन नेपाल गरिबै छ भन्नु मिल्दैन तर त्यो भित्र अब के हुन्छ त्यो भित्र के भइरहेछ के चलिरहेछ कसरी मान्छे चलाइरहेछन् भन्ने कुरामा पनि भर पर्छ गरिबै भन्नु त मिल्दैन हामी पनि अल्छी लागेर म भन्छु विदेश मान्छे नेपालमा केही गर्नु नसकेर होइन के गर्नु नचाहेर पनि मान्छे विदेश गइरहेछ त्यो हिसाबले पनि हो म चाहिँ गर्न पनि सक्दिनँ पनि गर्न पनि चाहदिनँ पनि त्यही भएर विदेश जानु भनेको विदेशले पनि कु सुँगाइदियो क्या कु ल अब हामी छिर्दैछौँ अब हामी छिर्यौँ कहाँ हो भने यो गुवारको त्यो डट सेक्सन हो उया एकछिन लाग्छु अब डकुमेन्टेसन मै चाहिँ बेला लाग्छु यहाँ चाहिँ सबै साइबर छ क्या यतातिर चाहिँ पुरै अनलाइन कुरा मात्रै हुन्छ यतातिर पुरा भिडै हुन्छ क्या यो एरिया चाहिँ यहाँ भिड हुन्छ अनि त्यस पछाडि माथि चक्रपथमा एउटा यस्तै अनलाइन काम गर्नेहरूको भिड हुन्छ यहाँ फाल्टै देशको हो कुनै एउटा देशको होइन अनि हामी हाम्रो शाखा के हुँदैछ हामी छिर्दैछौँ के गयो यो हाम्रो चाहिँ कहाँ हो दाइ यो चाहिँ हाम्रो दाजु यो फर्म चाहिँ कहाँबाट दिन्छ हामी अब निस्केर यहाँ बाहिर हामी चाहिँ भर्नु लागेको आफूले पनि भर्न सकिन्छ दिदी कति रुपियाँ लिनुहुन्छ भरेको भन्नु त भन्नु न नि तपाईँको ऊ भन्नु न तपाईँको उयो साइबर भन्नु यहाँ देखेर आउँछन् पब्लिक हेल्थ खोइ त नि कहाँ टाढा हो ए बायोमेट्रिक त साँच्ची माथि थियो नि अब त भुलिसक्यौँ यार 2 वर्षै हुन लाग्यो अनि खोइ कहाँ हो ए यहाँ रहेछ ल बहिनी भरिदिनु टक्कसँगले यहाँ हामी आएर फर्म भर्दैछौँ बहिनीले भर्दै हुनुहुन्छ के भन्नु हो यहाँ निकालेर देऊ यहाँ निकालेर देऊ मेरो असिस्टेन्ट यहाँ राखेको छ है फर्म भर्ने फेरि अर्को पनि यहाँ अलराइट फाइनल्ली हामी हाम्रो सबै कामहरू गरिसक्यौँ अब हामी यसलाई बुझाउनु पर्ने हुन्छ त्यसपछि हामी यो सकेर चाहिँ निक्लिन्छौँ अहिले सबै फर्मको काम यताउता इन्टरनेटिङ साइबरिङ सबै गर्ने जति गरिसक्यौँ अब यो बुझाउने लाइनमा सायद लाइनमा बस्नुपर्छ होला अनि हाम्रो फर्म बुझाउने ठाउँ आइसकेका छौँ अब यहाँनेरि हाम्रो फर्मलाई चाहिँ उता भित्र दिनुपर्ने हुन्छ फेरि पनि दाउ चेक गरिहालौँ न त कस्तो हामी उता जानुको लागि रेडी अवस्थामा हुनुहुन्छ पुरा लाइनमा बसिरहनु भएको छ ए भनेपछि यो कमिटेडको हो यिनीहरू जानै नपाएको पार्टी हामी जाने यहीँनेरि होइन तपाईँ पनि ए मागुरी हो त लाख बर्बाद भयो नि कि तिमी पनि एकदम सिपमा हो नि सिप भिडियो हो क्या
युट्युबको लागि के के छ नाम नाम मेरो रामु हाङराई छ सब्सक्राइब हानिदिनु रामु हाङराई सब्सक्राइब हालिहाल्नु उसले त ऊ त मेरै साथी तिमी छौ है ल गर है भरे रामु हाङराई तिम्रो घर कहाँ हो मेरो हेटौडा त यार हेटौडा इस्यु भएन यार के गर्ने हुन्छ अब हुन्छ ल अलराइट हामी अब हाम्रो फर्म सम बुझाएर हामी बाहिर निस्केको अवस्था छ अब हामी कहाँ जाने के गर्ने भन्ने कुरा यकिन छैन अब पनि फेरि पनि हामी कहीँ जान सक्छौँ होला त्यही भएर पीडामा त हाम्रो पूर्व चापा होइन त्यत्रो उता नजाउँ न यार अलिक यतैतिर सङ्खुवा सभा हाम्रो हो कुलुङ भनेको राई हो साथी तिमी के तामाङ हो कस्तो थाहा पाइदिनु म त मान्छे चिनेर मान्छेको अनुहार हेरेर थाहा पाइदिन्छु नि त ल ल हामी हाम्रो काम सकेर फेरि पनि हामी यहाँ सुन्दरा स्थित धरहरामा आइपुगेका छौँ आज यतै घुमिन्छ होला यताउता के गरिन्छ तपाईँहरूलाई हामी देखाउनेछौँ हाम्रो यहाँ पानीपुरी खानेको भिडहरू हुन्छ पानीपुरी खानेको भिड हो कसम होला पानीपुरी चटपटे खानेको भिड डेन्जर अहिले चाहिँ हामी यहाँ धरहराको भित्रपट्टि भित्रतिर छिरेको कहाँ निस्क्यौँ यार तर जहाँ निस्क्यो पनि राम्रो छ ठाउँ चाहिँ हामी खाजा खानु हिँडेको वास्तवमा चाहिँ तर खानेमालै पो भेटिएन हौ ओके हामी हिँड्दै आउँदै बसन्तपुर दरबार क्षेत्र आइपुग्यो जुन यता अगाडि छ तपाईँहरू आइसक्नुभयो होला नि बसन्तपुर दरबार क्षेत्र धेरैचोटि आइसकेको छु क्या अनि तर आज पनि आएको छु हेरौँ पहिलाभन्दा के चेन्ज भयो पहिलाको जस्तो के हुँदैछ के हो कसो हो गएर हेरिदिउँ न त गाइज होइन यो हात चाहिँ खेलाउनु बानी भइसक्यो क्या तर के हुने हो र हुने त केही होइन होइन बिहान यसले छाडा बोलेर यार मसँग तर बिहान मैले छाडा बोलेर रिसै उठिरहेछ क्या दिन राम्रो हुँदैन नि त आजको दिन बिहान छाडा बोलेर मेरो दिन खराब बनाइदियो यसले बिहानै तर केही छैन घामले नदेखिने रहेछ यता झन्डा बेच्ने दिदीहरू ल म चाहिँ मेन दरबार क्षेत्र आइपुगेको छु यो चाहिँ बसन्तपुर दरबार क्षेत्र हो घामले केही नदेखिने रहेछ क्या केही नि देखिँदैन बसन्तपुरको हामी मुख्य मन्दिर क्षेत्र आइपुगेको छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडि कति आनन्द क्या हाम्रो तर भाइ कहाँ गयो यार भाइ नै हराइदिएँ क्या मैले ए बाबा ए त्यहाँ रहेछ मैले भाइ भेटेको अवस्था छ देश विदेशबाट आउने टुरिस्ट भन्छ कि के भन्छ पर्यटकहरू ल गाइज हामी फेरि न्यु रोड आइसकेको छौँ
न्यु रोड अहिले यस्तो छ। न्यु रोड साँच्चीकै नै राम्रै ठाउँ बनिरहेको रहेछ। यहाँ व्यवस्थित नै भइरहेको रहेछ अरू ठाउँभन्दा चाहिँ सफा अनि कस्तो दामी देखिन्छ क्या यो पछाडिको उयोहरू नै एउटै कलरको रहेछ घरहरू एउटै कलरको। अस्ति फेसबुकतिर म अब देख्नु त देखिरहेको थिएँ तर आफै आएर हेर्ने मौका मिल्यो। सरी तपाईँहरू को आउनुभएको छ न्यु रोड अहिले आइसक्नु भएको होला। नआउनु हुनेहरूले यही मेरो भिडियोलाई हेर्नु होला, हेर्न सक्नुहुन्छ। यस्तो दामी छ क्या यो न्यु रोड भनेको त अब एउटा इतिहास बोकेको ठाउँ हो नि त न्यु रोड। पहिला राणाहरूको कालदेखि नै राणा राजाहरूको काल शासनकालदेखि नै इतिहास बोकेको ठाउँ हो यो न्यु रोडले। झन्झन मुहार फेरिँदैछ, साह्रो राम्रो छ क्या यहाँ। कहीँ नै अड्किने भिडभाड त भइहाल्छ तर अड्किने यताउता त्यो जटिल हुने कुरा चाहिँ अलिक सजिलो भएको छ क्या। पहिला त यस्तो अहिले त कस्तो राम्रो भएको छ। फेरि न्यु रोडपछि हामी कहाँ आयौँ के, तर जहाँ आयो पनि एकदमै शीतल ठाउँ आइपुगेको छौँ। नैकोमा आयो अन्त अहिले चाहिँ या गुड फिलिङ्स ल त नि गाइस, आजलाई यहीँ भ्लग टुङ्गम। लाइक सेयर सब्सक्राइब गरिदिनु होला, तपाईँहरूसँग त्यो आशा गर्दछु। र अब अर्को भ्लगमा भेटौँ, बाई।